विगत दिनमा हामीले उत्पत्ति 24 हेरिरहेको थियौँ। उत्पत्ति 24 मा हामीले के देख्यौँ भने आज अब्राहम एकदम वृद्ध अवस्थामा हामीले पाएका छौँ है, बुढो भइसक्यो र उसले के गर्नु कोसिस गर्दैछ, उसलाई के भन्छ, परमेश्वरले उसलाई सबै कुरामा आशिष गर्नुभयो, उसलाई सबै थोक छ। गड ब्लेस्ड एब्राहम हैन, तर उसले आफ्नो छोरालाई है धन सम्पत्ति उसको नाम दिनुभन्दा पनि अझै उत्तम एउटा कुरा उसले त्यसमा मन लगाएको छ, उसको ध्यान त्यहाँ छ। He was blessed with everything. In Genesis 24 we saw he was old, Abraham was old, he was blessed in everything. He was an influential person, but instead of passing on all those things, he was thinking about something very important. अझै कुन चाहिँ एउटा उत्तम कुरा उसले हेर्दैछ र त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ that was God's covenant promise. God promised that he would make a great nation out of Abraham through Isaac, but Isaac didn't have one. परमेश्वरले ठुलो जाति त बनाउने तर इसाकद्वारा इसाकको पत्नी नै छैन र उसले के गर्छ, now he is trying to make his servant swear and send his servant to find a wife for Isaac. हैन, उसले आफ्नो दासलाई, उसको इलिएजरलाई के गर्दैछ, के अरे शपथ खानु लगाएर चाहिँ उसको आफ्नो घरमा पठाउँदैछ एउटा पत्नी ल्याउनको लागि हैन। त्यो promised family line हैन, to keep the promised family line pure, he sent his servant to his homeland to bring a wife for Isaac हैन। आइजेकलाई त्यो कनानीहरूसँग बिहे गर्नु नदिनु भनेर यो प्रतिज्ञा गरेको परिवारको बात यो वंश चाहिँ एकदम प्योर होस् भनेर चाहिँ आफ्नो कुटुम्बहरूका उसले आफ्नो दासलाई पठाउँदैछ हैन। पठायो, गएर लिएर आयो त, यही के अरे रेबेकालाई पनि लिएर आयो। आज हामीले यहाँबाट के सिक्नुपर्छ? What do we need to learn from this is that, हामीले पनि यो संसारमा बस्दाखेरि we try to earn, we try to make house, we try to do all sorts of things, make our children's life comfortable and help them continue their studies of college and everything. But there is something more important that we need to think about. That's the faith that we have in Jesus Christ. To pass on this gospel, यो सुसमाचार आफ्नो छोराछोरीहरूलाई अब दिन है, पास गर्न, यो विश्वास वचनमा अडिएको विश्वास शुद्ध राख्न हामीले गर्नुपर्छ। धेरैजना हामीले कमायो, बस नानीहरूको लागि सबै बनायो, घर ठिकै छ, सबै ठिकै छ, समाजमा हाम्रो नाम ठिकै छ, त्यति भए बस होइन। हाम्रो त्यहाँ होइन, हाम्रो फोकस चाहिँ अब्राहम जस्तै। अब्राहम पनि सबैमा के भएको थियो, आशिषित थियो। भेडामा भेडा, बाख्रामा बाख्रा, घरमा घर है, दासमा दास, दासीहरू कति थियो त्यो उसको हैन। र तर उसले त्यो मात्रै इसाकलाई उत्तराधिकारको लागि, उत्तराधिकारको नाममा दिनु, पास अन गर्नु मात्रै हैन, तर परमेश्वरको प्रतिज्ञा पनि पास अन गर्दैछ उसले। त्यहाँ उसको ध्यान छ। अन्त उसले त्यहाँ अब बुढो भयो, बेसी समय छैन, अब गर्नुपर्छ। यो ठुलो जाति त इसाकबाट हो, इसाकको पत्नी छैन, यो अब आई हेभ टु फिक्स दिस भनेर गर्दैछ एकदम। किनभने इलिएजर गएको बेलामा ऊ मर्छ भन्ने उसले त्यो सोचले उसले झन् इलिएजरलाई एकदम कडा रूपले शपथ खानु लगाइरहेको हामी त्यहाँ देख्छौँ। हामीले पनि त्यस्तै प्रकारले आज कमाएर हाम्रो नाम दिनु हैन, हाम्रो काम दिनु, हामीले पढाइ दिनु, कम्फर्टेबल बनाउनु मात्रै हैन है। हाम्रो मण्डलीमा पनि यो मात्रै हैन, तर हामीले के गर्नु पर्यो, हाम्रो नानीहरूलाई, हाम्रो आफ्नो दाजुभाइहरूलाई हैन, छरछिमेकीहरूलाई परमेश्वरबाट आएको यो विश्वास, यो सुसमाचार चाहिँ पास अन गर्नुपर्छ। त्यसको निम्ति के चाहिँ गर्नुपर्छ, त्यो सबै गर्ने एकदम जरुरी छ हैन। हामीले त्यो गर्ने एकदम आवश्यकता छ। किनभने मैले तपाईलाई भन्दै थिएँ, हाम्रो टुङ्गो आँखाको झिमेकमा बदलिनु सक्छ। टुङ्गो बदलिनु समय लाग्दैन। यो हप्ता हामीलाई के भयो, मलाई त 1 महिना काटेको जस्तो भइरहेको छ यो हप्ता। आम्म कता गयो, कता के गर्नु हो, थ्रु इट क्याम्पमा नानीहरूसँग
बोल्नु गरेर कति लामो कुदाएँ हो, झन् आउँदाखेरि त 7 घन्टा जस्तो कुदाएछ मैले। अन्त पुरा क्यालकुलेट गर्दै थिएँ, 7 घन्टा जस्तो कुदाएछ। कहाँबाट गयो नि अहिलेले, आमामामा बाटो पनि यस्तो हो, म त उतै कुदाएको जस्तो लाग्यो, उतै भुटानमै पुगेको जस्तो लाग्यो एकदम। यत्तिकै के अरे हामी त्यो के अरे त्यो चिम्नी रक हेर्नु जाउँ भनेर चाहिँ गएको थिएँ, तर पुरै खत्तमै भएको रहेछ नि त। अस्ति नै हरिकेनले अझै पनि रिकभर भएको छैन रहेछ। त्यो बाटो भइ आएको हामी US 74 भएर यत्तिकै मजा आयो मलाई चाहिँ। अरूलाई चाहिँ कस्तो भयो, मेरो नानी त पुरा रिङ्गटा लागेको छ सानो चाहिँलाई, तर पुरा मजा आयो, उतै बसेको जस्तै लाग्यो। तर ट्रुएट क्याम्पमा मैले एउटा कुरा के याद गरेँ भने त्यहाँ नानीहरू 7 वर्षदेखिको उँभोकोहरू आएको थियो, 7 वर्षदेखिको उँभोकोहरू आएको थियो। र उनीहरू 2 भागमा थियो, के अरे सानोहरूको एउटा त्यो 7 वर्षदेखि पनि कति वर्षसम्म, त्यहाँबाट ठुलोहरूको एउटा ग्रुप थियो। उनीहरू 4टा हो कि 5वटा ग्रुपहरू क्या, डोमेट्रीहरू त्यो उनीहरूको क्याबिन अनुसार बनाएको छ। तर यति साह्रो मच्योर क्या, छक्कै पर्नु, यति साह्रो क्या। अब दे वर सो मच्योर। मैले जे पनि भने नि उनीहरूलाई, एभ्रिथिङ आई सेड दे वर रेस्पोन्डिङ। उनीहरूले रेस्पोन्ड गर्दै थियो, झन् त्यो माथि टिप्पणी पनि दिँदै थियो कतिजनाले। अनि के भन्दै थियो, आई विल प्रे फर यु भन्छ। यत्रीहरूले अङ्गाला मारेर आई डोन्ट वान्ट यु टु लिभ भन्छ, विल यु वर्क हियर भन्छ। अब यति साह्रो अफेक्सनेट होइन, यति साह्रो अब के सेन्स बनाएको क्या अब उनीहरूले बोलेको। अचम्म अब त्यो नानीहरू त्यहाँ, अब त्यहाँको त्यो के प्रोग्राम डाइरेक्टर 21 वर्षको केटा, बिहा गरेको अब 10 महिना अगाडि। मैले त्यसलाई पोहोरको साल पनि भेटेको थिएँ, तर बिहा गरेँ त्यहीँ भेटेको त्यसले, त्यसको के अरे अब अहिलेको वाइफ होइन। अर्को एकजना छ रे भन्ने, त्यो अब यहाँ क्यारावेमा जाने रहेछ। त्यहाँ फिलिप अहिलेको डाइरेक्टर चाहिँ फिलिप हो, झन्डै हाम्रै। इज फिलिप माई एज? ड्याड इज फिलिप माई एज? फिलिप द डाइरेक्टर अफ ट्रुएट हो, ऊ त्यहाँको डाइरेक्टर। अब त्यहाँबाट यता क्यारावे क्याम्पमा जाँदैछ अब डाइरेक्टर गरेर। रे भन्ने केटा पनि जाँदैछ, उसले पनि त्यहाँ एकजना भेटेछ जसलाई चाहिँ ऊ बिहा गर्ने साउथ केरोलाइनाबाट आएको रहेछ। एउटा ग्रिनवेल पनि के स्कुलबाट आएको रहेछ, बाउ चाहिँ मिनिस्ट्री साइडको त्यो के टिचर रहेछ। अन्त म बिहा गर्ने, तर अब म यसरी क्यारावेमा जाँदैछ हो, झन् कति लामो हो, कुन त कसरी हुन्छ अब मलाई पनि थाहा छैन। तर म जाने अब खासैमा हो भने त जानु मन लाग्दैन नि, अब त्यही केटीसँगै टाँसेर बस्नु मन लाग्छ नि त उसलाई होइन। तर ऊ जाने भनेर निर्णय बनाइसक्यो, त्यो सबै भएछ। जाने भनेर निर्णय बनाइसकेपछि चाहिँ उसलाई एक प्रकारको शान्ति भयो भन्दै थियो। आई वुड रादर बी ओबिडियन्ट टु गड भन्दै थियो। अब भर्खरको केटाहरू यति साह्रो के परमेश्वरमा भिजेका सबै भन्नु। अनि नानीहरू है कति सेन्स बनाउने क्या बोल्दाखेरि पनि। फर्केर आउँदाखेरि हाम्रो नानी छ के हो भन्छ, ठुङ साउन भन्छ, के भनेको त्यो के नबुझ्ने हो। अब त्यस्तो नानीहरूसँग अब त्यहाँ क्या अब बातचित भयो, अङ्गाला मारेर अब प्रे फर यु भन्छ। त्यो नानीहरू यति साह्रो सेन्स बात गर्ने, अब के हो वचनको कुरा गर्ने, टिप्पणी दिने, मैले भनेको कुरा याद गर्ने। फर्किने बेलामा ठुङ साउलसँग फर्क्यो। मैले तपाईँलाई भनेको कारण चाहिँ त्यस्तै एउटा के घटना हामी यहाँ पढ्छौँ है, यहाँ हेर्छौँ। तपाईँले 25, 26, 27मा हेर्नुभयो भने 25मा पहिलोचोटि नै के हुन्छ, देयर इज अ सेक्सन वेयर इट सेज द डेथ अफ एब्राहम। एब्राहमको मृत्युको विषयमा कुरा गरेको छ। त्यो पछाडि इस्माइलको वंशको कुरा गरेको छ, इस्माइलको सन्तानको कुरा गरेको छ। त्यहाँबाट याकुब र इसाको जन्मको कुरा यहाँ गरेको छ है। 19देखि यो 25को 19देखि लिएर त्यहाँबाट इसाले फेरि पनि के अरे बाउको जस्तै ढाँटेको छ। अभिमालिक भन्ने अब त्यहाँ अभिमालिक चाहिँ एउटा टाइटल हो कि क्या हो, राजाको त्यति बेलाको टाइमको। त्यस्तै फेरि ढाँटेको छ, मेरो बहिनी भनेर अझै ढाँटेको छ। अब मार्छ कि भन्ने है, अब उसलाई त्यस्तो होइन। र त्यो सबै भएको छ। अन्तखेरि उनीहरूको त्यो करारहरू बनाएको, उनीहरूसँग अलिकति अनबन्ध भएको कुराहरू है, करार बनाएको कुराहरू। त्यहाँबाट 27मा हेर्नुभयो भने याकुबले इसाको आशिष अनि उत्तराधिकार खसाएको बारेमा हामी यहाँ देख्छौँ होइन। र यो कुराहरू कसरी सुरु भएको छ भने हामीले यहाँ के देख्छौँ भने इसाक र रेबेकाको बिहे भएको हामी त्यहाँ देख्छौँ। आइजेक एन्ड रेबेका आर म्यारिड नाउ है। अस्तिको पछि हामीले अब के पाउँछौँ, इसाक र रेबेका अब बिहा भइसक्यो। र हामीले यहाँ
25 को 11 मा हेर्नु के हुन्छ आफ्टर एब्राहम्स डेथ गॉड ब्लेस्ड हिज सन आइजक हु सेटल्ड नियर बेर-लाहाइ-रोई इन द नेगेव भने चाहिँ अब्राहमको मृत्युपछि परमेश्वरले तिनका छोरा इसाकलाई आशिष दिनुभयो अनि यहाँ बताइदिएको छ हामीलाई हैन यहाँ उनीहरुको बिहे भयो त्यो पछाडी परमेश्वरले अब्राहमको आशिष चाहिँ करार फेरि पनि रिन्यू गर्नुहुँदैछ God is renewing the covenant promise with Isaac. The covenant promise he made with Abraham, he is repeating it to Isaac. तपाईले पढ्नु हो भने त्यो दोहोऱ्याएर रिन्यू गर्नुहुँदैछ परमेश्वरले हैन र अब इसाकद्वारा चाहिँ परमेश्वरले त्यो ठुलो जाति बनाउनेछ it would be through Isaac that God would create his mighty nation that would bless the nations. त्यो जाति इसाकबाट आउनेछ जुन जातिद्वारा चाहिँ परमेश्वरले के गर्नुहुन्छ सारा जातिहरूलाई आशिष गर्नुहुन्छ सबै जातिहरूलाई आशिष गर्नुहुन्छ तर एउटा समस्या फेरि छ यहाँ हेर्नुस् तर एउटा समस्या देयर इज अ प्रब्लम हियर जस्ट लाइक सारा रेबेका इज अल्सो ब्यारेन सारा जस्तै रेबेका पनि बाँझी भएको छ हैन अब है उनीहरू यो समस्यासँग उनीहरू 20 वर्ष सङ्घर्ष गर्छ है वो बाँझी भएर they struggle with this problem for 20 years 20 years हेर्नुस् के अरे के भनेको छ भने इसाक 40 वर्ष हुँदा बिहे गरेको 20 years भन्दा त 60 years सोच्नुहोस् त हैन अब त्यो हुँदैछ र हामीले यहाँ के बताइदिएको छ भने इसाकले प्रार्थना गर्छ परमेश्वरलाई बिन्ती गरेको हामी यहाँ देख्छौँ के हुन्छ is Isaac pleaded with the Lord on behalf of his wife because she was unable to have children. The Lord answered Isaac's prayer and Rebecca became pregnant with twins. पढिदिनुस् त त्यो बाँझी भएकी हुनाले इसाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो र रेबेका गर्भवती भइन् आमेन र अब बाँझी भएपछि इसाकले आफ्नो पत्नीको लागि के गर्यो प्रार्थना गर्यो परमेश्वरले इसाकको सहायताको पुकारलाई सुन्नुभयो सुनेर रेबेकाको कोख खोलिदिनु भयो र जम्ले केटासँग ऊ गर्भवती भयो हैन आइजक prayed and God answered and she became pregnant with twins मैले यहाँ पढ्दै थिएँ है मैले अघि तपाईँलाई स्पेसिफिकली भनेको चाहिँ आइजकले बाउको पाप त्यही बुढी चाहिँ मेरो बहिनी हो भनेर ढाँट्ने चाहिँ उसले पनि दोहोऱ्याएको छ हेर्नुहोस् है होइन दोहोऱ्याएको छ आमाको त्यो समस्या उनीहरूमा पनि दोहोरिएको छ स्टे विथ मी ल बस्नुहोस् है मसँग ल के भनेछ आइजक रिपिटेड द्याट सेम सिन हिज फादर did twice. He lied that Sarah was his sister just to save himself. हैन उसको आफ्नो ज्यान बचाउनको लागि उसले ढाँटेको थियो इसाकले पनि आइजक repeated that sin. And the barrenness है उसको आमाको it also repeated in Rebecca. त्यति मात्रै होइन तर अघि मैले फर्स्टमा भन्थे नि त्यो अब्राहमको के अरे करारको प्रतिज्ञा पनि दोहोरिएको छ रिन्यू गरेको छ म तपाईँलाई के भन्न चाहेको भन्दा चाहिँ नि आशिष मात्रै दोहोरिँदैन है पाप पनि दोहोरिन्छ श्राप पनि दोहोरिन्छ र यसको निम्ति चाहिँ के छ परमेश्वरले यो साइकललाई चाहिँ यो चक्रव्यूहलाई चाहिँ तोड्नुहुन्छ यसको हतियार के दिनुभएको छ परमेश्वरले प्रार्थना अनि उपवास फास्टिङ यो याद गर्नुहोस् है तपाईँको जीवनमा पनि हामी त अब हामीले बुझ्नु पर्यो परमेश्वरले हामीलाई बुझाउनु हुँदैछ तपाईँ म त झिरिङ्गै भएर छ बुझाउनु हुँदैछ परमेश्वरले तपाईँलाई कि तपाईँलाई परमेश्वरले दिनुभएका आशिष दोहोरिन्छ 3-4 पुस्तकसम्म परमेश्वरले भन्नुभएको छ आशिष दोहोऱ्याउनु तपाईँ इमान्दार परमेश्वरलाई एकदम इमान्दार साथ पछाउनु भयो भने तपाईँको नानीहरूमा पनि त्यो दोहोरिन्छ परमेश्वरले प्रार्थना सुन्नुहुन्छ हामीले विगत दिनमा पनि हेर्यौँ तर पाप अनि श्राप पनि दोहोरिन्छ
अगर यो चक्रव्यूहलाई हामीले तोडेनौँ भने चाहिँ यो चाहिँ हामीले याद गर्नुपर्छ। हाम्रो नानीहरू आजभोलि किन बेसी रिसा भएको, कहाँबाट आउँदैछ यस्तो? हाम्रो नानीहरू किन अटेरी भएको, कहाँबाट आउँदैछ? हाम्रो नानीहरू किन बेबिचारमा फँसिँदैछ, कहाँबाट आउँदैछ? हाम्रो नानीहरूमा त्यो किन दोहोरिँदैछ? किनभने त्यो चक्रव्यूह नदोहोरेको बेला हामी केयरलेस गऱ्यौँ भने चाहिँ यो दोहोरिन्छ है। आशिष दोहोरिन्छ भनेर ढुक्कै बस्नु मात्र होइन, पाप पनि दोहोरिन्छ, श्राप पनि दोहोरिन्छ। सो we have to be careful. Not only the blessings goes on, God promises that He will bless your generation, like 2-3 generations. Not only that, but even sin and curses, if it's not broken, it will repeat. त्यही कारणले गर्दा तपाईँ अनि मलाई चाहिँ आज साइनाई पर्वत जस्तै परमेश्वरले चुन्नु भएको छ। यहुदीहरूको लागि साइनाई पर्वत चाहिँ एउटा टर्निङ पोइन्ट थियो उनीहरूको लागि। त्यहाँ चाहिँ उनीहरूको त्यो के अरे दास तत्त्वबाट उनीहरू त्यो स्लेभको हृदय लिएर आएको थियो। त्यहाँ परमेश्वरले तोड्नु भएर उनीहरूलाई एउटा नयाँ जाति बनाउनु भएको थियो। तपाईँ त्यो साइनाई पर्वत हुनुहुन्छ मण्डली। तपाईको परिवारबाट तपाईँ पहिलोचोटि हुनुहुन्छ होला बा विश्वासी जस्तो म, र आई हेभ द्याट स्ट्रगल हैन। त्यो स्ट्रगल गर्नुपर्छ। त्यो एकदम होशियारी साथ हामीले त्यसलाई चाहिँ इन्टेन्सनली चाहिँ तोड्नु एकदम जरुरी छ। नभए भने चाहिँ जुन चाहिँ नि पाप अनि शराबसँग हामी खेलवाड गर्छौँ नि, हामी त्यसलाई तोड्दैनौँ नि, त्यो चाहिँ हाम्रो नानीहरूले लडाइँ खेल्छ त्योसँग चाहिँ। तपाईले आज त्यो शराब पनि पापसँग लडाइँ खेल्नु भएन। इफ यु आर केयरलेस, खेल्नु भएन लडाइँ, त्यसलाई तोड्ने कोसिस गर्नु भएन भने तपाईको नानीहरूले लडाइँ खेल्छ फेरि त्यसको पछाडि त्योसँग। त्यही कारणले गर्दा यो हामी एकदम होसियार हुनुपर्छ। हाम्रो यो आत्मिक युद्ध हो। कहिले पनि हाम्रो हात हतियार एकछिन बिसाउँछु भनेर राख्नु हुँदैन। हामीले हर वक्त हर समय पहिरेर नै हामी लडाइँ खेल्नुपर्छ, अनि मात्रै यो पाप अनि यो श्रापहरू काटिन सक्छ। र हामीले यहाँ अब के देख्दैछौँ अब हेर्नुहोस् है, त्यही बाजी भयो, परमेश्वरले इसाकको पुकार सुन्नुभयो, प्रार्थना सुन्नुभयो हैन। त्यसरी नै आज तपाईँ मैले पनि उपवास अनि प्रार्थना गर्नु एकदम जरुरी छ। यो हाम्रो लागि अप्सन होइन, परमेश्वरले दिनुभएको आज्ञा हो, गर्नुपर्छ। यसमा शक्ति छ। ठुलो ठुलो पर्खालहरू भत्किन्छ, ठुल्ठुलो कुराहरू आज बनिन्छ, ढोकाहरू खोलिन्छ र धेरै काम हुन्छ त्यस्तै। र यहाँ के भएको छ, रेबेका जमले केटा अब कोखमा ऊ लिएर गर्भवती भएको छ। अब यहाँ हामीले एउटा कुरा याद गरौँ है। अब हामीले एउटा सोच, अब एउटा विचार आयो। परमेश्वरको प्रतिज्ञा अब एकैजनाबाट जाने भने चाहिँ जमले हुँदा चाहिँ त्यो केसमा चाहिँ के हुन्छ होला भन्ने क्या। जमले हुँदा चाहिँ के हुन्छ होला हैन। ट्विन्सको केसमा चाहिँ के हुन्छ, इफ ओन्ली वान इज गोइङ टु क्यारी द्याट प्रमिस, covenant promise, what will happen in the case of twins हैन। दुईटा हुँदा चाहिँ के हुन्छ भन्दाखेरि हामीले यहाँ के देख्छौँ भने यहाँ के भनिन्छ, and the Lord told her, the sons in your womb will become 2 nations. From the very beginning, the 2 nations will be rivals. One nation will be stronger than the other, and your older son will serve your younger son. हैन। जन्मेको पनि छैन, परमेश्वरले अगाडि नै रेबेकालाई बताइदिनुहुन्छ। पढिदिनुहोस् त त्यो। परमप्रभुले तिमीलाई भन्नुभयो, तेरो कोखमा 2 जातिहरू छन्, तेरो गर्भबाट जन्मदाखेरि नै 2 जाति छुट्टा छुट्टै जन्मनेछन्। एकजना अर्कोभन्दा बलवान हुनेछ र जेठाले कान्छाको सेवा गर्नेछ। आमेन आमेन। परमेश्वरले रेबेकालाई he's telling her beforehand, जन्मिनुभन्दा पनि अगाडि, before they were born, God is telling that He is going to choose the youngest son. सानो कान्छो छोरालाई चुन्नु हुनेछ परमेश्वरले। हेर्नुहोस् उनीहरू जन्मेको छैन, जन्मिनुभन्दा अगाडि नै रेबेकालाई परमेश्वरले बताइदिनु हुनेछ, जानकारी दिनुहुनेछ। कसलाई चुन्नुहुन्छ? कान्छोलाई। तपाईँले पढ्दै जानु भने अलिक कमजोरलाई चुन्नु हुनेछ। याद गर्नुहोस् है। अब
याद गर्नुहोस् है, परमेश्वरले जेठो छोरालाई होइन, जेठो छोरा कस्तो थियो थाहा छ? एकदम बलियो मैदानको छोरा थियो, सिकारी थियो, एकदम प्रभावशील थियो, बाउचेले पनि उसलाई मन पराउँथ्यो। कान्छो छोरा चाहिँ घरमा आमासँगै लुङ्गीको छेउमा बस्ने थियो, अलिकति चतुरै थियो है, अलिकति त्यस्तो थियो। परमेश्वरले कसलाई चुन्नु हुँदैछ? कमजोरलाई चुन्नुहुन्छ। हेर्नुहोस् है, यो याद गर्नुहोस् है, यो भरे काम लाग्छ है हामीलाई, ल कमजोरलाई चुन्नुहुन्छ। त्यति बेलाको प्राचीन समयतिर जेठो छोराहरूलाई चाहिँ सबै उत्तराधिकार उनीहरूलाई जान्थ्यो, इनहेरिटेन्स अन्त आशिष ब्लेसिङ पनि उनीहरू जान्छ। यो याद गर्नुहोस् है, इनहेरिटेन्स र ब्लेसिङको हकदार को हुन्थ्यो? जेठो छोरा। द एल्डेस्ट सन used to be the used to get all the inheritance and blessings. He deserved it in their culture. हैन, उसलाई दिन्थ्यो सबै। तर परमेश्वरले आज जेठोलाई नभएर, बलियो अनि मैदानको छोरालाई नभएर चाहिँ, सिकारीलाई नभएर चाहिँ एउटा कमजोरलाई चुन्नुहुँदैछ, जसरी तपाईँ अनि मलाई चुन्नुभयो। आमेन। हामी पनि कमजोर छौँ है, हामीमा पनि त्यो केही छैन। God chose us, the weaker people in the world, to show His might. परमेश्वरको बल देखाउनलाई। र परमेश्वरले यहाँ भन्नुभएको छ, instead God chose things the world considers foolish in order to shame those who think they are wise, and He chose things that are powerless to shame those who are powerful. पढिदिनुहोस् त। तर बुद्धिमानहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। आमेन। अब परमेश्वरले कान्छोलाई कमजोरलाई छान्नुभयो, जस्तै तपाईँले मलाई छान्नुभएको छ। यो संसारको मूर्ख अनि कमजोर व्यक्तिहरूलाई छान्नुभएको छ हैन। तर जेठो छोरा चाहिँ के हो? सबै उत्तराधिकार र है त्यहाँबाट आशिषको हकदार चाहिँ ऊ हैन। र यहाँ अब त्यो पछाडि अब ह्युमन अब के भन्नु, त्यो पछाडि चाहिँ सबै अरू कथाहरू सबै त्यसरी नै अब बगेर जान्छ है। यो मान्छेको कथामा परमेश्वरको काम कसरी भएको हामी त्यहाँ देख्छौँ हैन। र अघि मैले भने इनहेरिटेन्स र ब्लेसिङ, अब जेठो छोराको तर उसले कसरी गुमाए यहाँ हामी त्यहाँ देख्छौँ हैन। अब याकुब कस्तो छ? एकदम अब अलिक चत्तरै खाएको छ। यहाँ के हुन्छ? बट जेकब सेड, उसले दाल बनाइरहेको थिए, दाल जस्तो अब के हो, दालै भन्नु न हैन। पनि के भनेको छ यहाँ पनि के अरे पनि के भनेको छ, एउटा नाम के हो तर दालै भनौँ न, दाल लिन्टन पनि भनेको छ एउटा जग्गामा। दाल बनाइरहेको बेलामा महिलाको छोरा आउँछ, आएर चाहिँ एकदम आएर चाहिँ भोकले अब के भन्नु, भोकले के भनेछ, भावना नै चुट्टेको जस्तो क्या। अब त्यति साह्रो ओपरै अब भोकले क्या अब त्यति साह्रो भएको, भावना नै चुट्टेको जस्तो गरेर आएर चाहिँ मलाई देन अलिकति भन्दाखेरि याकुबले के भने त्यो अवस्थामा, त्यो डेस्परेसनमा के भने याकुबले, फर्स्ट यु मस्ट स्वेयर द्याट your birthright inheritance is mine. So Esau swore an oath, thereby selling all his rights as the firstborn to his brother Jacob. उत्तराधिकार जुन चाहिँ हकदार थियो, भोकले उसको भावना नै चुट्टिएको, त्यस्तो डेस्परेसनमा अब के भयो, उत्तराधिकार गयो उसको। माथि पढिदिनुहोस् न। याकुबले भने, पहिलो शपथ खाएर मलाई भन्नुहोस्। तब उनले शपथ खाएर आफ्नो ज्येष्ठ अधिकार याकुबलाई बेचिदियो। उसको इनहेरिटेन्स गयो, उसको दालसँग एक बुटको दालले गयो। हामी पनि अब हामी त हाँस्छौँ धेरैचोटि, हामीले पनि त्यस्तै गरेको छौँ है कतिवटा जग्गामा। यो याद गर्नु छ, मैले गरेको छु त्यस्तो है, हाँस्नु हुँदैन। किनभने मलाई त आफ्नै याद हुन्छ कतिवटा जग्गामा हामीले हाम्रो आशिषहरू, हामीले कतिवटा अब एकदम माइने परमेश्वरले दिनुभएको कुराहरूलाई हामीले सानो कुराबाट नै हामीले गुमाउँछौँ, या त हामीले साथी पठाउँछौँ क्या। अहिले खानु पायो बासु पायो भने जस्तो क्या होइन। परमेश्वरले चाहिँ एउटा फल दिनुहुन्छ, एउटा बिउ दिनुहुन्छ, हामी जहिले पनि फल मात्रै चाहन्छौँ। अहिले खानु पायो, अहिले आए पास पायो,
त्यसलाई रोपेर स्याहारसुसार गरेर आफू मात्रै होइन अरूलाई पनि खुवाउने चाहिँ हाम्रो सोचमा आउँदैन धेरैचोटि है। त्यही कारणले गर्दा हामीले एक बुटुको दालमा हामीले कति के चाहिँ गरेको छौँ हामी, हाम्रो सम्बन्ध टुटेको छ कति जग्गामा होइन। एउटा शब्दले कस्तो भएको छ, हामीले एउटा शब्दले एकदम इम्पोर्टेन्ट के भन्ने अब रिलेसनसिपहरू कतिवटा कुराहरू हामीले गुमाएको छौँ। त्यस्तै गरेर यहाँ ईशोले पनि एक बटुको दालमा he sold his birthright, inheritance gone, taken care of. He took care of his inheritance हैन। सेकेन्डमा अब आशिषको कुरा आयो। आशिषको कुरा आउँदाखेरि रेबेकाले इसाकले अब ईशोलाई आशिष दिने कुरा सुन्यो। कान्छो छोरालाई याकुबलाई भने है के अरे इसाकले चाहिँ के हुन्छ ईशोलाई जहाँ मैदानमा गएर चाहिँ एउटा शिकार लिएर आइज, त्यहाँबाट चाहिँ पकाएर दे मलाई, अनि मैले मन पर्ने गरेर पकाएर दे, अनि म तँलाई आशिष दिन्छु भन्दाखेरि ऊ त्यो जान्छ। रेबेकाले यता कान्छो छोरालाई चाहिँ एकदम कतिको चाहिँ भुत्ला चाहिँ त्यो होला कुनै आमा त्यो बाख्राको छाला लगाइदिएको अरे अब यसरी। अन्त बाउले छाम्दाखेरि पनि यो चाहिँ ईशो नै हो। कस्तो चाहिँ भुत्ला थियो होला ईशो जन्मिँदाखेरि, बुत्लै भुत्ला थियो अरे उसको जिउभरि। अन्त बाउले पनि थाहा पाउने क्या गन्दा त्यो बाहिरको न अब के हो कस्तो गन्दा हुन्छ नि त्यस्तो। अन्तखेरि सबै पकाएर चाहिँ रेबेकाले याकुबको हातमा दिएर चाहिँ यसरी त्यही पाठोको छाला लगाएर चाहिँ पठाइदिएको। त्यहाँबाट झुक्काएर है बेइमान गरेर धोका दिएर चाहिँ ईशोको पनि आशिष उसले खप्लाकै निल्दियो। त्यही के हुन्छ as soon as Isaac had finished blessing Jacob and almost before Jacob had left his father, Esau returned from his hunt. पढिदिनुहोस् त त्यो। इसाकले आशिष दिइसक्ने बित्तिकै याकुब आफ्ना पिता इसाकको उपस्थितिबाट निस्के। उहाँलाई यो कुराहरू अगाडिदेखि नै थाहा भएर चुन्नु भएको कि ईशोले एक बटुको दालमा पनि उसले बिक्री गरिदिन्छ त्यो त्यस्तो खालको हो भनेर हो कि बा त रेबेकालाई अगाडि नै परमेश्वरले बताइदिनु भयो र रेबेकाले सहायता गरिदिएकोले गर्दाखेरि पो चुन्नु भएको हो कि फेरि परमेश्वरले चाहिँ फेरि यस्तो के भन्ने यस्तो बेइमान व्यक्तिलाई चाहिँ किन चाहिँ चुन्नु भएको होला भन्ने कि यति साह्रो ढाँटुवा ठगुवालाई चाहिँ किन चुन्नु भएको होला कि परमेश्वरले यस्तै धोका गर्नुहुन्छ कि धोकाहरू चलाएर यस्तै बेइमानीहरू चलाएर गर्नुहुन्छ कि भनेर थुप्रो प्रश्न आउँछ। तर बाइबल पढ्दाखेरि हामीलाई त्यति सेटिस्फ्याक्टोरी एन्सर चाहिँ हामीले पाउँदैनौँ है। तर यो सबै घटनाको all this even has a point God is making. एउटा पोइन्ट बनाउनु हुँदैछ, त्यो चाहिँ हामीले नयाँ करारमा हामी पाउँछौँ। God is making a point out here। अनि यहाँ चाहिँ हामीले रोमी 9मा हेऱ्यो भने चाहिँ नयाँ करारमा रोमी 9मा हेऱ्यो भने चाहिँ हामीले यहाँ के पाउँछ यो सबै कथाको चाहिँ एउटा उल्था गरेर चाहिँ एक्सप्लेन गरेर चाहिँ के बताउनु हुँदैछ परमेश्वरले भन्दाखेरि चाहिँ परमेश्वरले चाहिँ याकुबलाई ईशोको बदली चुनेको या ईशोलाई नचुनेर याकुबलाई चुनेको चाहिँ आज उनीहरूले केही गरेर होइन, राम्रो गरेर नराम्रो गरेर चुनेको होइन भनेर चाहिँ पोइन्ट बनाउनु परमेश्वर। यहाँ चाहिँ के भन्छ कि पलले चाहिँ के भन्छ रोमी 9मा चाहिँ के भन्छ भने कि तपाईँ बाँच्नु भयो नि तपाईँको मुक्तिको लागि नि तपाईँले के राम्रो गरेर या त के नराम्रो गरेर बाँचेको होइन है। यो मुक्ति छ नि हामीले उद्धार मुक्ति पाएको छौँ नि अनन्त जीवन, यसमा चाहिँ हामीले केही कन्ट्रिब्युट गरेको छैन बाहेक हाम्रो पाप। मुक्तिको टेबलमा तपाईँ अनि मैले हाम्रो पाप मात्रै लिएर आएको छौँ। केही धर्म कर्मदेखि लिएर राम्रो सोच राम्रो विचार केही राम्रो नराम्रो गरेको केही पनिले पनि हाम्रो मुक्तिलाई एफेक्ट गरेको होइन। हामीले मुक्ति पाएको त्यो कारणले होइन। जसरी परमेश्वरले चाहिँ आज यहाँ के भनेको छ भने कि so it is God who decides to show mercy. We can neither choose it nor work for it. हामीले अघि पढ्यौँ नि है, अघि पढ्यौँ नि के हुन्छ यसकारण मानिसको इच्छा वा प्रयासमा माथि यो निर्भर गर्दैन तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। बुझ्नुहुँदैछ? परमेश्वरले नि याकुबलाई चुन्नु भयो, ईशोलाई चुन्नु भएन। यो चाहिँ उनीहरूले केही राम्रो गरेर नराम्रो गरेर चुन्नु भएको होइन परमेश्वरले। बुझ्नुहुँदैछ? इट डिडन्ट डिपेन्ड अन देम। उनीहरू अब के भन्छ अब या त अब ईशो नराम्रो भएर याकुब राम्रो भएर पनि होइन। दे बोथ आर खतम।
दुईजनै खतम छ। तपाईँले पढ्नु हो भने दुईजनै खतम छ। दुईजनै खतम उनीहरूको बारेमा हामीले यहाँ देख्छौँ होइन। कति देख्छ कि याकुबले कति छल गर्यो, बेइमान गरेको छ, उसले धोका दिएको छ। ईश्वरले हेऱ्यो भने एक बटुकोमा सबै बिक्री गरिदिएछ र याकुबले के राम्रो, याकुब ईश्वर र याकुबमा ईश्वर नराम्रो याकुब राम्रो, या त याकुब नराम्रो ईश्वर राम्रो भएर परमेश्वरले चुन्नु भएको होइन। उनीहरूको दुईटैकै खराबी हामीले देख्छौँ। परमेश्वरले चुन्नुभएको उहाँको आफ्नो कृपामा चुन्नुभएको। बुझ्नुहुन्छ? म ट्रुएट क्याम्पबाट मेरो थुङ साहुरसँग फर्केर आएको। अरू नानी यति साह्रो मन पर्यो, तर मेरो थुङ साहुर भन्नेसँग फर्केर आएको छ। किनभने रगतको नाताले गर्दाखेरि उसले के राम्रो गरेर नराम्रो गरेर, उसले के सेन्स बोलेर, मैले भनेको बुझेर नबुझेर मैले उसलाई मसँग ल्याएको होइन। यहाँ अर्कै एउटा नाता छ। जसरी परमेश्वरले याकुब र ईशोलाई पनि त्यस्तै प्रकारले ईशोलाई के अरे याकुबलाई चुन्नु भएको भने अब कुनै राम्रो नराम्रो गरेर छ होइन। यो मान्छेमा निर्भर गर्दैन। यो कुरा हामीले याद गर्नु। हामी परमेश्वरको अनुग्रह छ नि हाम्रो भलाइमा आधारित छैन। God's grace is not based on our goodness. यो कुरा तपाईले मैले याद गर्नुपर्छ कि आज तपाईले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुभएको छ भने परमेश्वरलाई धन्यवाद प्रशंसा दिनुहोस्। किनभने यो चाहिँ कुनै तपाई ज्ञानी भएर होइन, या त लकी भएर पनि होइन, या त तपाई अरू मान्छे भन्दा राम्रो भएर पनि होइन है। यो चाहिँ परमेश्वरको सिम्पली मर्सी है, एउटा अनुग्रहले परमेश्वर चुन्नुभयो। तपाईमा केही के हो खोडिया भएर होइन, के राम्रै भएर होइन है, कि त नराम्रै भएर तपाईँ दुःखी भएर होइन, त्यो पनि होइन है। तपाईँको विगत दिनको कस्तो कस्तो कुराहरू छ अनि त्यसले गर्दा पनि विचार म त्यसलाई चुन्छु होइन। तपाईँको त्यो दुःख हेरेर पनि होइन, सुख हेरेर पनि होइन, तपाईँ पढेको भएर पनि होइन, तपाईँ अनपढ भएर पनि होइन, तपाईँ कुनै ज्ञानी भएर पनि होइन, तपाईँ लक्की भएर पनि होइन, तपाईँ कुनै मान्छे अरू भन्दाखेरि राम्रो भएर पनि होइन। यो सुसमाचार परमेश्वरको अनुग्रहले गर्दा हामी बाँचेको, उहाँको कृपाले गर्दा। नट बिकज वी आर स्मार्टर or luckier or anything else, not because of our painful situation and suffering and all, or we are educated and we are nothing. God chose you simply out of His mercifulness, not based on it. His grace is not based on our goodness. उहाँको अनुग्रह चाहिँ तपाईँ नि मेरो भलाइको कुनै आधारितमा होइन। तर मलाई एउटा कुरा यहाँ के चाखलाग्दो मनपर्छ भने चाहिँ नि परमेश्वरले यहाँ भन्नुभएको छ नि के हुन्छ, जस्ट एज इट इज रिटन जेकब आई लभड बट ईसो आई हेटेड है। जसरी लेखिएको छ याकुबलाई मैले प्रेम गरेँ तर ईसोलाई तुच्छ ठाने हुन्छ। तपाईँले यो कथा पढ्दै जानु हो भने अब याकुब कुदेर अब भागेर गयो दाजुले मार्छ भनेर। He ran away from Esau. He thought he will die because he tricked his father and he snatched out his inheritance and blessings and he did so many things and he's running away to his uncle's house. Laban ko ghरमा, Rebecca ko दाजुको घरमा जाँदैछ. He's running away and you see his life. त्यहाँबाट हेर्नुस् त उसको जीवन। लाबान मामाछेको काम गर्छ, स्यालेरी छैन। कान्छी छोरी चाहिँ रेचेललाई मन पर्छ हैन, साक्षर काम गर्नु पर्यो। काम गर्यो साक्षर काम गरेर चाहिँ त्यो पछाडी अँध्यारोमा हैन अब पार्टी भएर अँध्यारोमा रुममा बस्दाखेरि त बिहान उठ्दाखेरि त लिया पो जेठी दिदी पो होइन अँगालोमा। अब के हो न भनेर बाहिर गएर हौ मामा तिमीले किन मलाई धोका दियौ, जो अब चोरमाथि डाका लागेको जस्तो के हो एउटा हैन। त्यस्तै खालको बेइमान मान्छे माथि बेइमानी भयो होला, त्यस्तै धोकेबाजले अझै धोका भयो के होला। यति साह्रो भयो, यति साह्रो 14 साल उसले परिश्रम गरे आफ्नो स्वास्नीको लागि। 14 साल त स्यालेरी छैन, मामाको भेडा बाख्रा हेरिरहेछ, केही भइहाल्यो भने आफैले पूर्ति दिनुपर्ने।
है त्यति साह्रो है त्यसको त्यो के अरे उसको ऊ के अरे लिया र के अरे रेचलको पनि दाजुभाइको थियो उसले पनि बाउसँग मिलेर यति साह्रो बेइमान गरेको लास्टमा उनीहरू अब जानु पर्यो भन्दाखेरि मामा चाहिँ ससुरा बुढाले खेलाएको फेरि कहाँ पुगेर होइन बल्ल बल्ल छुटकारा पायो अब इसाको डर इसाले अब मार्छ भन्यो है गइरहेको छ खोला किनार परमेश्वरसँग कुस्ती खेलेको छ कुस्ती खेल्दाखेरि यहाँ कता के खुस्केर फेरि खोल्चे खोल्चे गइरहेको छ ऊ यति साह्रो बिजो के हो अब जसलाई चाहिँ परमेश्वर के हुनुहुन्छ याकुबलाई चाहिँ मैले प्रेम गरेँ इसालाई चाहिँ तुच्चा ठाने भनेछ होइन त्यो प्रेम गरेको मान्छे चाहिँ यसो बसेर खोल्चे खोल्चे भइरहेको यति साह्रो भइसक्यो अब बिजो उसको अवस्था बिजो भइरहेको छ अब यति साह्रो क्या अब बुद्धि खेलाएर उसले भेडा बाख्रा के उठहरू पठाउँछ है अगाडि अन्तखेरि काम गर्नेलाई पठाएर इसो आउँदैछ मेरो दाजु आउँदैछ भने चाहिँ यो चाहिँ तपाईँको दास भाइ पनि होइन दास है याकुबकोबाट एउटा उपहार भनेर है मन थाम्नको लागि पठाउँछ अन्त भरे दाजु चाहिँ आउँछ 400 कतिजना मान्छे उसँग आउँछ भन्नु सोच्नुहोस् त अब कति चाहिँ प्रभावशील थियो होला 400 जना मान्छेसँग आउनु भनेको यहाँ हो इसो दाजु चाहिँ जसलाई चाहिँ परमेश्वर के हुन्छ तुच्चा ठाने भन्नुभएको छ ऊ चाहिँ फेरि एकदम 400 जनासँग आइरहेको छ अन्त भाइ चाहिँसँग मिल्दै थियो अब भाइ त बुढा टेकेर अब लो भनेर ए के गरेर पनि आइसकेन भने भाइ पो आइसकेन त्यो अगाडि चाहिँ के पठाएको त्यो पुरा भेडा बाख्राहरू त कुदिरहेको छ अगाडि अगाडि भन्दाखेरि होइन त्यो चाहिँ तपाईँको दासबाट के अरे एउटा उपहार हो भनेर पठाएको होइन दाजुले के भन्छ चाहिँदैन तँ आफै राख मेरोमा प्रशस्तै छ हेर्नुहोस् धर्म ध प्रभावशीलमा प्रभावशील होइन परमेश्वरले याकुबलाई कसरी चाहिँ प्रेम गर्नुभयो इसालाई चाहिँ कसरी तुच्चा ठान्नुभयो भन्ने भयो नि त कसरी चाहिँ भयो कसरी भयो भन्दाखेरि चाहिँ नि परमेश्वरले के भन्नुभएको छ यहाँ For the Lord disciplines those he loves and he punishes each one he accepts as his child. परमेश्वरले याकुबलाई चाहिँ तार्न दिनुहुन्छ जसलाई प्रेम गर्नुहुन्छ उसलाई तार्न दिनुहुन्छ याकुब जस्तो गएको थियो त्यस्तो आएन उसको नाम याकुब थियो फर्केर आउँदा इजरायल भएर आएको थियो उसको आइडेन्टिटी चेन्ज गर्नुभएको थियो इसाको बारेमा केही छैन उसलाई यस संसारमा सबै छ उसलाई बदल्ने केही खाँचै छैन तर याकुब चाहिँ नयाँ व्यक्ति भएर आएको छ एउटा परमेश्वरको प्रतिज्ञा त्यो जातिको प्रतिज्ञा उहाँबाट परमेश्वर पुरा गर्नुभएको छ त्यही कारणले गर्दाखेरि हेर्नुहोस् परमेश्वरले जब हामीलाई प्रेम गर्नुहुन्छ नि हामीलाई तार्न दिनुहुन्छ कसैको जीवनमा यस्तो खल्चै भएको देख्यो भने नहाँस्नु है त्यो मान्छेलाई परमेश्वरले धेरै प्रेम गर्नुहुन्छ त्यो विश्वासीलाई त्यो विश्वासीलाई हामीले प्रार्थनामा सहयोग गर्नुपर्छ त्यो विश्वासीलाई परमेश्वरमा हामी अगाडि है हौसला दिनुपर्छ किनभने परमेश्वरले उसलाई प्रेम गरेको कारणले गर्दाखेरि उसको जीवनमा यो कुराहरू छ ऊ घैँटे भए तापनि होइन तर ईश्वर जस्तै हाम्रो जीवनमा केही तार्न छैन हामीले के गल्ती गर्दाखेरि पनि भित्र पवित्र आत्माले हामीलाई दोस्याउँदैन भने चाहिँ त्यति बेला चाहिँ डराउने बेला चाहिँ त्यति बेला चाहिँ डराउनुपर्छ इज देयर डिसिप्लिन इन योर लाइफ इज गॉड a loving father disciplining you because the one he loves he disciplines बुझ्नु हुँदैछ परमेश्वर चाहिँ त्यसरी प्रेम गर्नुहुन्छ जस्तो थियो त्यस्तै राख्नुहुन्न अगर त्यो विश्वासी पहिला 10 वर्ष जस्तो थियो त्यस्तै छ मुख त्यस्तै छ सोच त्यस्तै छ भने चाहिँ त्यो व्यक्तिले विश्वास गरेको छैन ऊ तयार भएको छैन त्यो चाहिँ हामीले याद गर्नुपर्छ द्याट्स समथिङ गड इज टिचिङ अस टुडे यो चाहिँ हामीले बुझ्नु एकदम जरुरी छ कि परमेश्वरले त्यस्तो प्रकारले प्रेम गर्नुहुन्छ र आज तपाईँ परमेश्वरमा हुनुहुन्छ खल्चै भएको छ भने पनि तपाईँ कुनै राम्रै भएर राम्रो तर परमेश्वरले तपाईँलाई त्यसै अनुग्रह कृपामा प्रेम गर्नुहुन्छ तपाईँलाई डिसिप्लिन गर्नुहुन्छ तार्न दिनुहुन्छ परमेश्वर र कतिचोटि त छडी पनि लगाउनुहुन्छ हामी गल्ती गर्दाखेरि किनभने हामीले पनि आफ्नो नानीलाई गर्छौँ नि त त्यसरी नै त्यति बेला चाहिँ हामी रमाउनुपर्छ मजा आउँदैन रमाउनुपर्छ गड लभ्स मी यो चाहिँ परमेश्वरको प्रेमको प्रमाण हो
बुझ्नुहुँदैछ? प्रमाण हो। तपाईँ मेरो जीवनमा त्यो तार्ना हुन एकदम जरुरी छ। र म अन्तिममा चाहिँ यही तपाईँलाई भन्न चाहन्छु कि आज म यही प्रार्थना गर्छु कि पवित्र आत्माले तपाईँहरूलाई त्यो कृपालु परमेश्वर, यो वचनको कृपालु परमेश्वर जसले चाहिँ तपाईँले कुनै राम्रो नराम्रो गरेर होइन तर तपाईँलाई बचाउनु भएको छ उहाँको कृपामा। र अन्तिममा गएर म तपाईँलाई के भन्न चाहन्छु भने पवित्र आत्माले यो वचनको प्रभु येशू ख्रीष्टलाई तपाईँलाई चिनाइदिएको होस्, जो चाहिँ तपाईँको जेठा दाजु हुनुहुन्छ। सबै उत्तराधिकार अनि आशिषको हकदार उहाँ हुनुहुन्छ, तर तपाईँले मलाई दिनुभएको छ। आमेन। तपाईँले मलाई दिनुभएको छ। He deserves the inheritance, he deserves the blessing, but he has given it to you and me. And I pray that the Holy Spirit would reveal this Jesus to whom you will see as your elder brother. उहाँ चाहिँ हाम्रो जेठा दाजु हुनुहुन्छ। आमेन। रिङ भयो। जेठा दाजुमा हुनुहुन्छ, उहाँ सबैको हकदार हुनुहुन्छ। He deserves it. तर उहाँले आज तपाईँले मेरो निम्ति लुटाइदिनु भएको छ। किनभने यो रगतको नाता हो मण्डली, रगतको नाता हो है। हाम्रो कुनै राम्रो काम धर्म गर्नाले होइन, तर रगतको नाता। आमेन। आउनुहोस्।